हेलो हेलो यहाँहरू सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु। यहाँहरू सन्चै हुनुहुन्छ होला अपेक्षा गर्न चाहन्छु र म पनि ठिक छ हैन, म पनि ठिक छु भन्न चाहन्छु। मैले आज चाहिँ क्यारिकेचर गरेको भिडियो बनाइन, त्यस कारणले गर्दाखेरि एउटा रमाइलो घटना सुनाउन गइरहेको छु म यहाँहरूलाई। यो घटना चाहिँ मेरो जीवनमा प्रत्यक्ष घटेको घटना हो। कुरा कहिलेको भन्दाखेरि लगभग 10-12 वर्ष अगाडिको कुराकानी हो। म त्यतिखेर 8मा 9मा पढ्थेँ। अनि मेरो घर पाँचतरियाङ वरक थर्पु हैन। अनि मेरो मावली चाहिँ अहिलेको फालेलुङ माथि चित्रे भन्थे हैन, खुगा चित्रे त्यहाँ थियो। अनि घरमा मैले अघिल्लो दिन के भने भन्दाखेरि म भोलिदेखि चाहिँ हिउँदे छुट्टी हुँदैछ स्कुल, म चाहिँ मावला जान्छु, 10-12 दिन बसेर आउँछु भनेर भने। ल ठिकै छ, जान्छस् भने जान त भनेर भन्नुभयो हैन। अब भोलिपल्ट बिहानै उठेर हिँड्नुपर्ने, लगभग बिहान 5 बजीतिर उठेर चाहिँ हिँड्नुपर्ने थियो। अनि अब घरभित्रै सुत्या थियौँ भनौँ न सबैजना। अनि यस्तो चुलादेखि तलतिर यसो ओछ्यान लागेको थियो, त्यहाँनिर सुत्या थिएँ। बिहान अब 4:30तिर उठेर चाहिँ यसो हातमुख धोएँ ओरेँ, अनि लुगासुगा लाएँ हैन। अनि त्यतिखेर अब लाइन पनि थिएन क्या, बत्ती कुपी बाल्ने चलन थियो हैन, मर्तेलबाट त्यो बाल्ने बत्ती बाल्ने चलन थियो। अनि यसो उ गरेँ, सबै लुगाहरू यसो तानतुन गरेर लाएँ, झोला पनि त्यहाँ यसो राखिया थियो बोकेँ। लास्टमा टोपी लाउनु पऱ्यो, जाडो जाडो छ भनेर हैन। अब हिउँदको बेला, पुसको बेला टोपी यसो खोज्दै खोज्दै जाँदाखेरि टोपी कता बेलुका सुतेको कता पुगेछ हैन। यसो छाम्दै जाँदाखेरि त चुलानेरि एउटा टोपी भेटेँ। छ्याप्प लगाएँ, गएँ माथि उज्यालो भयो। माथि पुग्दाखेरि माथि दारिम्बादेखि उता लागेपछि के भयो, उज्यालो भयो हैन। अनि टोपी टक्क लगाएको छ, अब सुई हिँडिरहेको छु, लुगा ठिक छ हैन, लगाइरहेको छु। मान्छेहरू बाटा भेट्नुदाखेरि यसो हेर्छ हाँस्छ जान्छ, यसो हेर्छ हाँस्छ जान्छ हैन। के भएछ आज चाहिँ हैन, अब खत्रै भयो क्या हो, मावल हिँडेको मान्छे भनेर सोचिरहेको छु मैले। गएँ मान्छे बाटामा भेट्छु, जो भेट्छु त्यसले यस्तो गरेर हेर्छ गर्छ, हाँसिहाल्छ। अनि के चाहिँ भएछ आज, यताउता भन्दै माथि लिख्याङदेखि माथि डाँडामा पुगेपछि घामसाम मजाले लागे, चर्के घाम, उकालो हिँड्दै पसिना आयो। अनि पसिना पुस्नु पर्यो भनेर यसो टोपी तानेर यसो पसिना पुसेर यसो हेरेको त साला टोपी त हन्मेर्नु परेछ क्या। त्यो बेलुका कहाँ पुगेछ आफ्नो टोपी, हन्मेर्नु बोलाएर गइरह। यतापट्टि दुलो रहेछ डढेर हैन, पुरै मोसो लगाएर कालो न कालो छ। म आफै हाँस्दै यस्तो रमाइलो घटना त्यो घटो, रमाइलो एउटा हाँसुडो त भनौँ न, हन्मेर्नु बोलाइरहेको छ। अनि मान्छे हेरेर हाँस्दैन त। थ्याङ्क यू। कस्तो भयो कृपया सल्लाह सुझाव दिन नबिर्सनु होला है त।